भएको आमाले नमस्ते दर्शन गरे मैले ल्याइदिनु यो पैसा हाल्छ मामाले ल्याउनु भयो बाजे अच्छा हटा नि यता हेर्नु न हाँस्नु न नाम के हो रे कसम ढाडा छैन सम्झिने मलाई 10,000 रुपियाँ दियो रे सम्झिने घर गएर फोटो खिचेको थियो त बेसरी हो बेसरी फोटो खिच्ने सम्झी पो त सम्झी होइन मामा के हो रे नानी सम्झी सबैजना भोलि कोरो हुनको लागि हो क्या यो बाजेले के बनाएको आज बेहुला होइन बाजेले आज के बनाएको दोरीको पर्यो त्यहाँ ओइ छोरो दुई हात निकाल आज बनायो भन्नु मिल्दैन यो चिजलाई बाँच्न आयो मलाई राम्रो भयो मेरो ज्ञान भयो नराम्रो चिज गयो सब गरे जस्तै गरे त मोटु यता हेर त एकचोटि टिसीले पुस्दै हुन्छ कि हुन्छ लुन त लु होइन कि त्यो सरसेललाई के लाइदिएको छुने लुन तिनपल्ट बाबा जय शम्भु मानिन्छ दुख्यो रे त्यसको चाहिँ छैन यसको त नाम छ त्यसको हेलो धेरै नपस गरे भने त अहिले अलि धेरै नपस अस्ति पुरानो बेहुला हो चाहिँ भोलि नयाँ हुने बेहुला दुईजना हो छोरी यहाँ उता फर्काएर मुखी चाल्यो उता आमा एउटा
टपरी ल्याएर तपाईँहरूले मेसिन स्टार्ट भर्खर चार्ज एक्सक्युज मी रुन्दै यहाँ थाहा पाएन के भन्यो भान्जाले के रे ए पछाडि तैँले गर्दैन सबै किन त्यसले गर्नुपर्छ मेसिन लगाइदिन छोड्दिन भइसक्यो कुरा हुन्छ उताबाट त तर के चाहिने उताबाटको चिना झ्याप्पै आए बाहुन्दा आए जनै बाँधेर धुती जनै बाँध्ने अब दिनभरको लागि चिसो हुन्छ ओ राडी थियो त कता ओडाइदिनु कहाँ लग्यो त राडी लाइभ कार्यक्रम छ गर्दिन गर्दाखेरि त दुख्छ नि त बिचरा झन् धोती लाउनु पर्छ पछि त हामीले लुगा लुसन लगाइदिने फेरि जगेपछि त फेरि खोल्नेला फेरि होइन उसलाई दिए नि हुन्छ उसलाई छोएर हुन्छ हो कहाँनिर यहीँनिर ब्लेडले काट्छ के मसिन छ टावल ल्याउनु पर्छ पुस्नु पर्छ कस्तो मजासँग चालु ओ यो मुख निकाल्दै हुन्छ होला नि अब त अब त निकाल्दै हुन्छ त्यो नसकिन्छ झ्याप्पै आए बाहुन्दा जनै बाँधेर Bagan, cheese. मामा छोरीहरू बिहे गरे नि अब कुन मनपर्छ बेसेर धेरै छ फेरि मामा छोरीहरू गर्नु पर्यो नि त हामी त्यहाँ पनि गइरहेको अब यहाँ काट्छ उता अर्को काट्यो रोजन त टाइप बनाउँदा कहाँ हो बसेर मोजा र जुत्ता लगाउँछ भाइ खुट्टामा त्यो सर्ट घुसार्दिनु पर्छ सर्ट मिल्दैन राम्रो न सर्ट घुसार्दिनु अड्किन्छ हौ कपाल पछि त बेसी ठुलो हो के त मान्छेलाई जुत्ता चाहिँ बुझ्छ जुत्ता हुन्छ भने क्या हाम्रो पाराले गर भने भने टिका देखा पाउनले उसो त टिका दिएर पठाउ हाम्रो पाराले गर भने त टिका देखा दौ पाउनले त्यही भएर हाम्रो पाराले गर भने क्या
बाहुन के भए हाम्रो पारा गर्ने बाहुनको पारा गर्छ टुपी राखिरहेन फेरि टुपी खुल्ले चाहिँ पार्दैन त्यहाँ टुपी राखिहाल्छ बोल टोपी ठुलो ल्यायो कि एउटै हो साइज अप्ठ्यारो भयो आँखा हेर्नलाई उ गरिदेऊ न ऊ चाहिँ आँखा हेर्न गाह्रो भयो बिचरा हो अलि भित्रको सार्देऊ न एकछिन भयो भने अट्न त पऱ्यो नि टिका लाउनु जेल त खिप ल्याएन शाबास लगायो केटी हेर्न चाहिँ गोर्खातिर जानु दुई हालेर गोर्खा म त आशीर्वाद दिने क्या पैदिनु पर्ने त्यही भन अझ धेरै खान मन लागेको थियो कि भन्छ जुठो भयो नि त फेरि चालु भाइ लाउनु मिल्दैन
मिस्टेक भयो बोल्यो नि खसेन बराबर खस्दैन खस्दैन बाबु बस्ने अरे यो जेठालाई यसो घेराइदिनु चरण गरिहाल्थे तैँले दिने हो त्यो हो त्यो दाहिने हात हो दाहिनेपट्टि दाहिने हो अब आज लाउँछ अंकल तीन पल्ट घुम्ने अनि खेल्नु भिक्षा दिने मान्छे आमाहरू ठिक पार्नु पर्यो नि त कता 9 बजे आउ ठ्याक्कै भयो टाइम भयो यता यता लाइन लाग्ने अनि त्यहाँबाट आनन्द लिएर बिना मन्त्रको केही पनि ज्ञान हुँदैन ज्ञान हुन्छ त्यसो भएको हामीले ज्ञान पाएका छौँ त्यसो भएको हामी जान्छौँ उहाँहरू भन्छ अनि ब्राह्मणले के भनिदिनु भयो भने ओम नमो भगवते वासुदेवाय बस बाबु बस King
अनि भेराइटी गयो मामालाई बिदा गर्दै मम्मीको भ्लग सुरु भयो तयारी ल खोइ त गराको जेन्जी खोइ त कहाँ गयो जेन्जी ओइ खोइ त जाऊ त अगाडि अगाडि जाऊ कराउ न तिमीहरू खोइ त गराको गीत सकिसक्यो अब नाच्नु नाच्नु
गोर्खाको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर मानवलीको त्यही राख्छ नाच्ने मोटे नरिसाइ जानु
हावा छरारा जाता छ